जय श्रमिक साथै जय जोहार। आज हामी यहाँ उपस्थित भएका छौँ। प्राय सबैलाई थाहा भएकै कुरा हो आज के दिन हो, आज कति तारिक हो भन्दा आज 9 जुन है। 9 जुन चाहिँ खासमा हाम्रो धरती आबा महान आदिवासी क्रान्तिकारी जननायक स्वाभिमानको प्रतीक वीर बिरसा मुण्डाको पुण्यतिथि एवं बलिदान दिवस रहेको छ। आज सानो संक्षिप्तमा भन्नुपर्दा उहाँको खासमा हो भने सबै जग्गा चाहिँ जन्मदिन मनाउने गर्छ है, जुन चाहिँ 15 नोभेम्बरमा हो। तर हामी चाहिँ पुण्यतिथि मनाइरहेको छौँ र किन मनाएको हौ, के कारण मनाएको हौ, फर्दर यो प्रोग्राममा हामी भन्दै जान्छौँ। र सर्वप्रथम आज उहाँको बलिदान दिवस एवं पुण्यतिथिको दिन सर्वप्रथम हामी आजको सानो यो हाम्रो कार्यक्रम सुरु गर्न हो कि हामीले यहाँ आज वीर बिरसा मुण्डाको है फोटो पनि राखेका छौँ र उहाँलाई सम्झिँदै 2 मिनटको लागि हामी उहाँलाई श्रद्धाञ्जली अर्पण गर्न मौन धारण गर्नेछौँ र सबैजना आफ्नो बसेको स्थानबाट चाहिँ खडा भइदिने यहाँबाट म निवेदन गर्दछु। हुन्छ, धन्यवाद। आफ्नो आफ्नो स्थान ग्रहण गर्न सक्नुहुनेछ है। र जसरी तपाईँहरूलाई भन्नुपर्दा है वीर बिरसा मुण्डा जो हुनुहुन्थ्यो है, उहाँ चाहिँ तपाईँहरूलाई थाहा छ झारखण्डमा है उहाँको जन्म भएको थियो र उहाँको जन्म चाहिँ 15 नोभेम्बर 1875मा भएको हो र उहाँ चाहिँ केवल 9 जुन 1900 सालसम्म मात्र बाँच्नुभयो। यसको अर्थ हो उहाँ चाहिँ 25 वर्षको उमेरमा नै है 25 वर्षको उमेरमा नै उहाँले आफ्नो प्राण त्यागिदिनु भएको हो। र उहाँको बारेमा भन्नुपर्दा उहाँले 1899 सालदेखि 1900 सालसम्म चाहिँ उहाँले आन्दोलन गर्नुभएको हो। उहाँ एउटा क्रान्तिकारी हुनुहुन्थ्यो र आन्दोलन के को लागि गर्नुभएको थियो भन्दा त्यति बेला मुण्डा रिभोल्ट चलिरहेको थियो। हामी भन्न सक्छौँ उलगुलान रिभोल्ट पनि चलिरहेको थियो। त्यो चाहिँ के विषयमा हो भन्दा हामी सबैलाई थाहा भएकै कुरा हो। त्यति बेला चाहिँ के थियो, भारत स्वतन्त्र भएको थिएन, आजादी पाएका थिएनौँ। त्यति बेला पनि ब्रिटिसको नै है अङ्ग्रेजहरूको नै त्यति बेला चाहिँ यहाँनिर अतिक्रमण चलिरहेको थियो, अङ्ग्रेजको नै शासन चलिरहेको थियो। र त्यो समयमा जब अङ्ग्रेजको शासन चलिरहेको थियो, वीर बिरसा मुण्डाज्यू जब उहाँ भर्खरै है 20-21 वर्ष 23-24 वर्षको उमेरमा नै उहाँले चाहिँ आन्दोलन गर्नुभयो। के को लागि भन्दा त्यति बेला त अब त्यो जमानामा सोच्नुहोस् है, आन्दोलन अहिलेको जस्तो जमाना पनि होइन, न फोन थियो है कसैलाई फोन गर्ने जमाना, न बत्ती थियो, न केही फेसिलिटिज। त्यस्तो जग्गामा झारखण्डमा जब उहाँले आदिवासी समुदायको निम्ति जब त्यहाँनिर जमिनहरूमा अतिक्रमण भयो है, जब जमिनदारी सिस्टमले गर्दा मान्छेको जमिनहरू खोसेर लाने कन्फिस्केट गर्ने बेला, त्यति बेला चाहिँ उहाँले चाहिँ ट्राइबल्सको जमिनको लागि जुन चाहिँ अहिले हामी भन्छौँ होइन ट्राइबलको जमिन नन ट्राइबललाई बेच्नु पाउँदैन भन्ने कुरा छ नि त अहिले त होइन, त्यो जितेको चाहिँ वीर बिरसा मुण्डाको आन्दोलनले गर्दा हो। र उहाँलाई चाहिँ जब आन्दोलन चलिरहेको थियो त्यति बेला चाहिँ 3 मार्च 1900 सालमा 1900 इयर्स जब पुगिरहेको थियो, 3 मार्चको दिन चाहिँ उहाँलाई चाहिँ जमलोपाई फरेस्ट चक्रधारमा चाहिँ उहाँलाई पक्रिएको थियो। त्यहाँ उहाँलाई आन्दोलन गर्दै गर्दा उहाँलाई पक्रिएर जब 3 मार्चमा पक्रिएर चाहिँ उहाँलाई जेलमा लग्यो होइन, जेलमा राख्ने। अब अहिले जस्तै लङभ्यूमा सिम्पल उदाहरण, लङभ्यूमा पनि के हुन्थ्यो पहिला पहिला आन्दोलन गर्दा हाम्रो 19जना 20जना वर्करलाई केस दिएको थियो, कतिपल्ट कोर्ट धाउनु पर्यो। इभन 2 जना हाम्रो एचपियूकै युवाहरूलाई त एक रात हाम्रो जेलमा पनि बस्नु परेको थियो है दार्जिलिङ थानामा। त्यसरी नै जसरी लङभ्यूमा अतिक्रमण भयो त्यसरी नै त्यस समय पनि अतिक्रमण भएको थियो र उहाँलाई पनि उहाँ अनि उहाँको साथीहरूलाई पनि जेलमा लगिएको थियो। र उहाँलाई चाहिँ जब जेलमा लग्यो उहाँलाई चाहिँ एकदम सोलिडेरिटी एक्लै है एउटा जेलमा कालकोठरीमा हालेर होइन उहाँलाई एकदमै दुःख पाएर लास्टमा अन्तिममा चाहिँ 9 तारिक जुन चाहिँ आजको दिन हो 9 जुनमा चाहिँ उहाँले चाहिँ आफ्नो प्राण त्याग्नुभयो जेलमा नै। तर हेर्नुहोस् त 1900 साल 9 तारिक जुनमा उहाँले प्राण त्याग्नुभयो जब आन्दोलन चल्दा चल्दै, तर उहाँको आन्दोलनले कहिले पनि रोकिएन। आन्दोलन त्यो आन्दोलनले न्याय पायो, कहिले पायो भन्दा 1908 मा चाहिँ एउटा एक्ट पास हुन्छ जुन चाहिँ हामी
हामी भन्छौँ छोटा नागपुर टेनेन्सी एक्ट। छोटा नागपुर टेनेन्सी एक्टले नै अहिलेसम्म पनि हामीले ट्राइबलहरूको जमिन चाहिँ नन ट्राइबललाई बेच्नु पाउँदैन भनेर प्रोहिबिट गरिरहेको छ र त्यो नियम चाहिँ अहिले पनि चलिरहेछ हाम्रो देशमा र यो चाहिँ उहाँको आन्दोलन उहाँको सङ्घर्षले गर्दा पाएको जित हो। यसरी नै जसरी हामीले लङ्गुमा आन्दोलन गरेर आइरहेका छौँ, आज 47 डेज होइन 47 दिन आज हाम्रो आन्दोलन चलिरहेको छ। हाम्रो पनि जसरी उहाँले आन्दोलन गर्नुभयो, उहाँले आन्दोलन के को लागि गर्यो? जमिन जीविका जङ्गल बचाउको लागि गर्नुभएको हो नि त होइन? ब्रिटिस राजको विरुद्धमा गर्नुभएको, जमिनदारी सिस्टमको विरुद्धमा गर्नुभएको, पुँजीवादको विरुद्धमा गर्नुभएको आन्दोलन हो। त्यसरी नै आज लङ्गुमा पनि हामीले 47 डेजको आन्दोलन गरिरहेछौँ पुँजीवादको विरोधमा। यहाँनिर जति पनि पिएफ ग्रेच्युटी होइन हाम्रो पाउनुपर्ने डिएलआई वेजेस स्यालेरीको घोटाला खुलियाम चोरेर खाएको पैसा पनि नदिँदा त्यसको लागि पनि आज हामी यसरी आन्दोलनमा अगाडि बढिरहेका छौँ र उहाँको आज यो पुण्यतिथि जुन चाहिँ हामीले मनाइरहेका छौँ योबाट पनि हामीले सिक लिनुपर्छ कि हार चाहिँ खानु हुँदैन। एक न एक दिन चाहिँ आफूले सोचेको कुरामा हामी पुग्छौँ। तर हेर्नुहोस् सङ्घर्षको बाटो धेरै गाह्रो छ। 24-25 वर्षको उमेरमा उहाँले ज्यान गुमाउनु भयो। त्यति बेला उहाँले ज्यान गुमाउनु हुँदा त हाम्रो भगत सिंह जन्मिनु पनि भएको थिएन। उहाँभन्दा कलिलो है उमेरमा अगाडि नै उहाँले भारत स्वतन्त्र हुनुभन्दा अगाडि नै उहाँले ज्यान गुमाउनु भयो भनेपछि अब हाम्रो जग्गाको युवा हाम्रो चिया बगानमा 86वटा चिया बगान भन्छौँ। 86वटा चिया बगानका जति पनि युवाहरू हुनुहुन्छ, युवाहरूले पनि यी आमाहरूलाई, यी बाबाहरूलाई, यी आसिङ मामहरूलाई चाहिँ साथ दिने बेला हो। त्यो जमानामा त 25 वर्षको उमेरमा बिरसा मुन्डा ज्यूले आफ्नो होइन आन्दोलनको लागि आफ्नो जग्गा जमिन आफ्नो मानिसको यो तपाईँको यो क्यापिटलिस्टहरूको विरोधमा आन्दोलन गरेर आफ्नो ज्यान गुमाउनु सक्यो भने के हामी गर्न सक्दैनौँ भन्ने प्रश्न चाहिँ हाम्रोमा रहेको छ र हामी सक्षम पनि छौँ। किन भन्दा आज तपाईँले देखिरहनु भएको छ जसरी म सेमिका लामा, यहाँ सुमेन्द्र तामाङ, छेवङ योन्जन, यहाँ तनुजा लामादेखिको लिएर सबैजना जति युथहरू छ अगाडि आइरहेका छौँ र हामी पनि डराएका छैनौँ। यो मालिकलाई आज हामी यो वीर बिरसा मुन्डाको तिथिको दिन यो पनि मेसेज दिन चाहन्छौँ कि लङ्बिउको वर्करको मात्रै आन्दोलन रहेन, लङ्बिउको वर्करसँग चाहिँ हामी युवाहरू पनि साथमा छौँ। प्राण दिनु पर्यो पनि जे दिनु पर्यो पनि तर हामी आफ्नो पिएफ ग्रेच्युटीको अधिकार लिएर नै छोड्नेछौँ। त्यो जमानामा त फोन थिएन, त्यो जमानामा त टेक्नोलोजी थिएन, तर त उहाँहरूले त्यस्तो सङ्घर्ष गर्नुभयो भनेपछि हाम्रो हातमा त के छ? फोन होइन, हाम्रो हातमा मिडिया छ, हाम्रो हातमा साथीभाइसँग कनेक्ट गर्नुलाई चिठी लेख्नु परेन नि त। अहिले यहाँ के हुँदैछ कसो हुँदैछ भनेर कति दिन बाद चिठी जानु परेन। अहिले चाहिँ हामी आधुनिक जमानामा छौँ र टेक्नोलोजीको फेसिलिटीलाई चाहिँ युवाहरूले चाहिँ रिल्स, गेम, फेसबुक, इन्स्टाग्राम मात्रै युज नगरिदिएर तर यो टेक्नोलोजीको फेसिलिटी चाहिँ तपाईँहरूले चाहिँ चिया बगानमा बसोबासो गर्ने जति पनि हाम्रा आमा बाबा चिया श्रमिकहरू हुनुहुन्छ है उहाँहरूलाई कसरी साथ सपोर्ट गर्न सक्छौँ, हामी कसरी इन्स्टाग्रामबाट उहाँहरूलाई सपोर्ट दिन सक्छौँ, कसरी फेसबुकबाट सपोर्ट दिन सक्छौँ, यो कुरामा पनि अब आजको दिनमा युवाहरू अगाडि आउनुपर्छ भन्न पनि म यहाँबाट चाहन्छु। साथै आज हेर्नुहोस् हाम्रो 47 डेजको आन्दोलन चलिरहेछ। कतिजनाको मनमा निराशा आइरहेछ कि यत्रो दिन भइसक्यो आन्दोलनको केही भएको छैन भनेर, तर के हो भन्दैन सङ्घर्षको बाटो गाह्रो छ, सङ्घर्षमा हिँड्नु साह्रै छ। तर लास्टमा हामी यदि एकबद्धताको साथ होइन हामी डिटरमाइन भएर अगाडि बढ्यो भने चाहिँ हामी हाम्रो लक्ष्यमा पुग्नेछौँ। र साथै यहाँनिर आज जति आइदिनु भएको छ है हाम्रो सबैजना ठुला बडाहरू उहाँहरूलाई एकदमै मोरी धन्यवाद। आज यसरी श्रमिकहरूलाई यसरी उहाँले साथ सपोर्ट दिन आइदिनु भएको छ। र साथै यो पनि भन्न चाहन्छु कि आज जुन चाहिँ हाम्रो बिरसा मुन्डाज्यूको है पुण्यतिथि छ, मैले अघि नै भने भूमि कर नदिने होइन जमिनदारी सिस्टमको विरुद्धमा जति पुँजीवादहरूले हामीलाई कसरी अहिले पनि थिचोमिचो गरिरहेछ त्यसको विरुद्धको यो आजको दिन सम्झिँदै अब फेरि हामी हाम्रो अर्को वक्त जो हाम्रो यो अर्को वक्त चाहिँ किन इम्पोर्टेन्ट छ उहाँ हाम्रो लागि भन्दा चाहिँ उहाँ चाहिँ मुन्डा ट्राइबबाट नै बिलङ गर्नुहुन्छ, उहाँ चाहिँ मुन्डा परिवारबाट नै बिलङ गर्नुहुन्छ। र म हाम्रो उर्मिला दिदीलाई यहाँ आइ 1-2 वचन भनिदिने अनुरोध गर्दछु। जय श्रमिक, जय जोहार। जय जोहार सबको के जय श्रमिक। मोर नाम है कि उर्मिला मुंडा, मैं ये लंगव्यू करे कौन मैं भी ये बागान में काम करूँ, मोरा यपमान भी बागान में काम करें।
तो आज हमें काले यहाँ बिरसा मुंडा का अति मनाथिल कार से आज का दिन में बिरसा मुंडा शहीद हुई रहे। हमारी जंगल जमीन कर लगिन लड़े के लिए शहीद हुई रहे। उसने हमें भी उसने ये बगान कर लगिन उखे अथी कह के उकरे जैसा लड़े के लिए कोशिश करो। कल की मालिक हमार इतना साल हुई गया पीएफ मैंने नहीं दी है, उकरे लगिन हमें ये अनशन के भी जारी रखो और ये अनशन बैठे के लिए हरेस नहीं खाप रोज दिन हमें ई अनशन में जे भी नहीं आवल ई माध्यम कर द्वारा सब कोई देखल हुई वीडियो माने आवे कर कोशिश करबा सब कोई पालाई भी लो। आज हमें बिरसा मुंडा तो हमार जमीन का लगिन लड़ के शहीद होला छोटे उम्र में। उसने हमें भी यह बगान का रत्ती कर ली